नमस्कार सबैजनालाई स्वागत छ फेरि एउटा न्यू भिडियोमा र न्यू आइपिओ पनि आउँदैछ एउटा जसले सेक्युरिटी बोर्ड अफ नेपालले अहिले भर्खर हिजो नै त्यसको अनुमति दिएको छ त्यो न्यू आइपिओ को बारेमा र कुन आइपिओ के कस्तो छ सबै कुराको जानकारी यो भिडियोमा दिनेछु। भिडियोलाई लास्टसम्म हेर्दिनु होला। भिडियो राम्रो लाग्छ भने भिडियोलाई लाइक गरिदिनु होला, आफ्नो साथीभाइसँग पनि शेयर गरिदिनु होला। त सोलु हाइड्रो पावरको एउटा न्यू आइपिओ आउँदैछ। धेरै बिग आइपिओ पनि यसलाई भन्न सकिन्छ किनकि यसको इस्यु शेयर धेरै न धेरै छ। कति छ भन्नु 2 करोड किता यसको इस्यु शेयर खुलेको छ र इस्यु प्राइस 100 किता रहनेछ र सेक्टर कुनको सेक्टर के हो हाइड्रो पावरको तरफ यसको सेक्टर हो। इस्यु म्यानेजर नबिल इन्भेस्टमेन्ट बैंकलाई दिएको छ र धेरै बिग आइपिओ पनि हुन सक्छ, धेरै बिग अपर्च्युनिटी पनि हुन सक्छ किनकि यति ठुलो आइपिओ अब हाम्रो नेपालमा पनि खुल्छ र धेरै मान्छेलाई पनि यो आइपिओ पर्ने छ किनकि 2 करोड किता धेरै भयो हैन। यो चोटी यो आइपिओ गर्ने मान्छेहरुलाई धेरै किताब पर्ने छ यो किनकि बिग आइपिओ हो भन्न सकिन्छ। त यही सानो मिनी अपडेट तपाईहरुलाई कस्तो लाग्छ भने राम्रो लाग्छ भने भिडियो लाइक गरिदिनु होला। यस्तो टाइपको भिडियो हाम्रो च्यानलमा आउँदै रहन्छ, एकचोटी चेकआउट गर्दा पनि हुन्छ किनकि च्यानलमा के कस्तो भिडियो आइराछ सबै कुराको जानकारी यो च्यानलमा आउँदै रहन्छ। ओबी मिनी अपडेटको साथ बिग ठुलो भिडियो बनाउँदै हैन, नर्मल भिडियो बनाउँछु र नर्मल अपलोड पनि गर्छु। भिडियो राम्रो लाग्यो भने लाइक जरुर गरिदिनु होला। धन्यवाद।